हेलो नमस्ते सबैजनालाई। अहिले ठ्याक्कै भन्नुपर्दा चाहिँ 2 बज्न लाग्छ रातिको। अनि धेरै बिजी थियो, 2-3 हप्तादेखि नै एकदम बिजी थियो कि हैन। युट्युब पनि राम्रोसँग हेर्न पाएन, हेरेको पनि थिएन, नोटिफिकेसनहरु चाहिँ आइरहेको हुन्थ्यो। अनि आज चाहिँ अलि फुर्सदै थिए। डोना दाइको भ्लग त हेरिरहेको छु नि म। 3 दाजुभाइ अनि आमा अनि बाउको यसो अघि नै सरर हेर्दाखेरि चाहिँ कस्तो दामी लाग्यो क्या। त्यही भएर चाहिँ 12 मिनेट 10 सेकेन्डको रहेछ। अनि सुरुको इन्ट्री हेर्नुहुन्छ त? आमाले झन् कस्तो दामी नाच्दो रहेछ। अति 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 दामी लाग्यो मलाई। अब जे होस् हैन, अब परिवारमा चाहिँ यतिको चाहिँ हुनुपर्छ जस्तो लाग्छ क्या। यतिको चाहिँ एकअर्कालाई सपोर्ट यतिको मिल्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ है। आमाको खुसीको लागि, बाउको खुसीको लागि, आमाको इच्छाको लागि हैन, डना दाजुले चाहिँ पुरै अझ्योस गर्छ क्या। अब यो भन्दा अरु खुसी त के चाहिन्छ नि आमा बाउको लागि। आमाको इच्छा पनि जोस पुरा गरिदियो नि त। बस्दिन नि भन्थ्यो नि त। नि आमाले कस्तो दामी नाच्छ। अरु भन्दा कौडा गीतमा नाच्ने अरु हिरोइनहरु भन्दा नि बवाल नाच्नु हुन्छ कि। सही हो, खुसी लाग्छ त्यस्तो गर्दाखेरि। अब अर्कै लाग्ने क्या। अब त्यस्तो कस्तो हुन्छ। अब एउटै परिवारको सबैजना पाने भन्नाले एउटै म्युजिक भिडियोमा कौडा गीतमा देखाउन पाउँदा अर्कै लाग्ने। हामी पनि त्यस्तो गर्न सकिन्छ कि जस्तो लाग्ने क्या। अब तर के गर्नु, अब त्यस्तो क्षमता पनि छैन हैन। अब परिवार मिलेको पनि छैन जस्तो लाग्छ नि त। एउटाले अर्को कुरा गरेर हुन्छ, अर्कोले अर्को कुरा गरेर हुन्छ नि त। त्यति साह्रो मिलेको देख्दैन नि त। प्राय घरमा चाहिँ अब मिलेको हुँदैन नि त। दाजुभाइदेखि लिएर आमा बाउदेखि लिएर टाढै बस्ने, छुट्टै बस्ने हुन्छ नि त। हाम्रै एजको होला नि त। तर हैन, हामीभन्दा 1-2 वर्ष तल माथि होला, ठुलो सानो होला हैन। तर अहिलेसम्म पनि यस्तो स्टिल सँगै हुँदा कस्तो दामी लाग्छ। भ्याइ छ हैन डोना दाजुलाई चाहिँ। भ्याइ नभ्याइ छ, यता नि गएको छ, उता नि गएको छ, उता नि भ्याएको छ, उता नि जे बिजी हुनु पर्दो रहेछ क्या। बिजी भयो भने धेरै कुराहरू पनि सिक्दो रहेछ। आफू सँगसँगै अब आफू पछाडिको दाजुभाइहरूलाई पनि बिस्तारै गीतहरूमा चाहिँ अफर गरिरहेछ क्या। कस्तो दामी, खुसी लाग्छ। यति हो। म चाहिँ अब प्राय रेगुलर हेर्ने मान्छे नै हो डोना दाजुको। खाडीबाट भए पनि अब सपोर्ट त यही हो। त्यस्तै हो, त्यस्तो लाग्छ हैन। यो भन्दा अरु त सपोर्ट के गर्न लाग्छ। यही हो है, ल यस्तै हो। सपोर्ट गर्नु सबैजनाले डोना दाजुलाई।